Hello guys, welcome back to my YouTube channel. सबैजनालाई ह्यापी न्यू इयर। आज चाहिँ हामीले न्यू इयरको लागि तयारी गर्दैछौँ। हजुरहरूलाई हामीले के बनाउँछौँ भनेर देखाउँदैछौँ। दिदीले चाहिँ यहाँ खिरको लागि चामल भिजाउनु भएको छ। अनि यो चाहिँ दुध। अनि यहाँ चाहिँ आलु बसाल्नु भएको छ चटनीको लागि। केराउ चना र च्याउ। नुन हाल्यो, बेसार, बेसार त पहिले भएन त होइन, हल्का अहिले भुट्दा चाहिँ राम्रो होस् हामीलाई। पहिला हाल्छु पहिला खिर पकाउँदा चाहिँ हामीले यहाँ दुध राख्ने। तिमीले उतार्छौ ल हाल्दै ए अब उमालेपछि पानी हाल्ने ए चामल उमालिसकेपछि चामल हाल्ने। खिर पकाउनको लागि पहिला दुध उमाल्यो। दुध उमाल्ने रोटी बनाउनको लागि यता आन्टीले रोटी हाल्दैछन्। कस्तो लागिरहेछ? सबैजना चाहिँ बिजी, यता पनि बिजी, उता पनि बिजी। बहिनी ऊ पनि दिदी त सानो छैन को युवराज। यो चाहिँ आलु भुटेको, यो चाहिँ रैलो भुटेको है। अनि यो चाहिँ गोर्खा चटनी, यो आलु फ्राई गरेको। यहाँ चाहिँ खिर छ। अनि यो चाहिँ चना र नाम के अरे च्याउ, चना च्याउ बनाएको। यहाँ चाहिँ दुध। हाम्रो खाना रेडी छ तर कोही पनि आउनु भएको छैन। कहाँ त भिडियो बनाएको त दिदीले हो क्या। दिदी सुन त दिदी। गाइस हामीले खाइरहनु सकिसक्यौँ। तपाईँहरू सबैजनालाई 2022 सालको शुभकामना दिँदै आजलाई यति नै।